बाबा हजुर आज हजुरलाई फेरि अर्को क्वेसन है। ओके मानसिक समस्या बढ्दो दरमा छ नि त होइन, यो मानसिक समस्या हुनै नदिन चाहिँ के गर्नुपर्छ? मानसिक समस्या हुनै नदिन मानसिक समस्या हुन सक्ने सम्भावनाको जोखिम एनालाइसिस गर्नुपर्छ। कोही को भल्नरेबिलिटी छन्, को चाहिँ सम्भावना छ तिनीहरू पत्ता लगाउनुपर्छ। आफू छु भने पनि आफू मानसिक समस्या हुन सक्छु कि सक्दिनँ कि एनालाइसिस गर्नुपर्छ है। जेनेटिक छ भने अथवा आफ्नो नेगेटिभ थट छ भने, किस गरिराख्ने रुमिनेसन गर्ने सोच छ भने, अथवा नेगेटिभ प्याटर्नहरू छ भने, मेरो पर्सनालिटी अलिक कठोर छ भने, अनि मेरो अलिकति एटिट्युडहरू नर्मल छैन भने मलाई हुनसक्छ कि भनेर बुझ्न खोज्ने, परिस्थिति पनि अप्ठ्यारो छ भने त्यो बुझ्न ट्राई गर्ने र त्यसलाई चाहिँ विशेष गरी अब आफ्नो व्यक्तित्व सुधार्ने, आफ्नो सोचहरू मिलाउने, आफ्ना यिनै लचकतामा केन्द्रित हुने, सहने, लक्षण देखिन बित्तिकै सचेत हुनु पर्यो। अनि स्वीकार्न सिक्ने, माफ दिन सिक्ने, सामान्य मान्न बन्न सिक्ने, घटना परिघटनालाई नर्मलाइज गर्न सिक्ने।